गुड मर्निङ सबैजनालाई। आज चाहिँ म तपाईँलाई कम्पनी देखाउँछु हो। कम्पनीमा मैले अस्ति भनेको थिएँ, अस्तिको भिडियो तपाईँलाई मैले भनेको थिएँ कुन चाहिँ हाम्रोमा हलो ब्लग बनिन्छ। त्यहाँ आज चाहिँ म सबै तपाईँलाई देखाउँछु हो। र जाउँ हेर्नु होइन। आदि बिचमा बाटो लिने भिडियो काटेर गर्छु, तर म कम्पनीमा जाने रुममा छु त। कम्पनी जाने टाइम लाग्छ, यहाँबाट कमसेकम 3 किलोमिटर पर्छ यहाँबाट जानु। अनि त्यही भएर म तपाईँलाई डाइरेक्ट कम्पनीको भिडियो देखाइदिन्छु है। अहिले यहाँबाट जानको ट्राभल गरेको भिडियो देखाउनु बेसी साउन्ड हुन्छ त। तपाईँलाई म एकैचोटि कम्पनीमा गएर भिडियो देखाउँछु है। ल भाइ, कम्पनी भेटौँ सबैजना। राम्रोसित हेर्नु, सबैजनाले हेर्नुहोस् भिडियो। राम्रो लाग्यो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। यस्तै अझै भिडियोहरू म तपाईँलाई पठाइरहेको छु होइन। तपाईँलाई हेरिराख्नु, काम मिलाउनु हामी कसरी काम गर्छौँ र कसरी जीवन बिताइरहेको छौँ, कस्तो कस्तो कामहरू हुन्छ। ल पहिले जाउँ बाई। फाइनली हामी चाहिँ आइपुग्यौँ हो। गेटको भ्यू चाहिँ यस्तो छ हाम्रो गेट, कम्पनीको गेट हो यो। कम्पनीको नाम हेर्नु सक्नुहुन्छ तपाईँले, श्री सन्मुवा ब्रिक्स। भित्र जाउँ न हो। बवाल छ नि भित्र, त गाडी लोडिङ भइरहेछ हो। गार्डन छ नि हाम्रो त। मालिकलाई चाहिँ खासैमा सक छ क्या हाम्रो यहाँ। हाम्रो मालिकलाई चाहिँ खासैमा सक छ हो। के भन्दा पनि एकदम सजाएर राख्छ क्या कम्पनीहरू। केही एकदम घिचकिचाइ चाहिँ छैन। पैसा चाहिँ पुरा खर्च गर्छ क्या सजाउनुमा चाहिँ। हेर्नु नि, कोही कम्पनी तपाईँले यस्तो देख्नु भएको छैन होला होइन। यहाँ हेर्नुहोस् यो के हाम्रो यो के फुटुस भनेर अघि मैले भन्नु थिएँ, भिडियो खट्ट काटिए पठाएँ क्या हातले तापेर। यो चाहिँ के हाम्रोतिर हामी त फुटुस भन्छौँ। मलाई खोइ यता त के हो कि फुल जस्तो हो। खोइ हेरौँ न, तपाईँ पनि हेर्नुहोस् न। यसलाई चाहिँ के भन्छ हामीले? यसलाई चाहिँ के हो यो चाहिँ पुटुस जस्तो भन्छ। मलाई हाम्रो त पुटुस नै हो नि। अब यो लहराइ मात्रै छ नि, के हो कम्पनीहरूले यस्तो भिज बनाएर आएको छ नि। यो चाहिँ हिजो गरेको प्याक गरेको इँटाहरू हो सबै। यो चाहिँ हिजो गरेको हामीले प्याक गरेको काम त बबाल छ नि हौ। नभन्दा नि हुन्छ नि, हत्तुभन्दा हत्तु हुन्छ नि। जस्तो पैसा दिएको त्यस्तै हो। अर्को कम्पनी, यही कम्पनी यो चाहिँ अटोमेटिक बनिन्छ। यसमा चाहिँ अहिले हामीले हातमा गर्दै, यसमा यो कम्पनीमा छ अहिले तपाईँलाई देखाउँछु कम्पनी। यसमा चाहिँ हामीले के गर्छौँ भने नि, यो चाहिँ खुद हामीले गाडी बोलाएर हातले पेक गरेर झाडु मारेर गर्छौँ। तर यसमा चाहिँ त्यस्तो हुँदैन क्या। यसमा चाहिँ के हुन्छ भने अटोमेटिक सबै कुरो। एसीमा मतलब कुलिङ भएर किन्छ ढुङ्गा, यसलाई पानी हाल्नुपर्छ, यसलाई पानी हाल्नु पर्दैन। यो चाहिँ यसलाई त बहुत महँगो मेसिन बनाएर ल्याएको मालिकले हो। यो चाहिँ हाम्रो कम्पनी हो। एउटै कम्पनी हो नि, यो पनि एउटा कम्पनी हो, यो पनि एउटा कम्पनी। तर अर्को अझ एउटा कम्पनी छ, त्यो साइडमा छ, त्यो चाहिँ केरेसर हो। त्यो पनि मालिककै हो। यो चाहिँ नयाँ खोलेको क्या। यो भयो हामीले काम गरेको 2 साल भयो। यसमा चाहिँ खासमा चाहिँ हामी पहिला उहाँ काम गर्थ्यौँ, उहाँबाट हामीलाई यहाँ सिफ्ट गऱ्यो। यो चाहिँ फेरि नयाँ हुन्छ। फेरि अब यहाँबाट हामीलाई यहाँबाट ट्रान्सफर गर्छ। कतिजनालाई ट्रान्सफर गर्छ, कतिजनालाई चाहिँ अब यहीँ राख्छन्। हामी चाहिँ अब पुरानो भइसक्यो, 7 साल भइसक्यो काम गरेको त। त्यही भएर पुरानो मान्छेलाई चाहिँ अलिक दबाएर राख्छ काममा चाहिँ। तपाईँलाई म स्याम्पल देखाउँछु ल। हामीले कम्पनीको अगाडि स्याम्पल राखेको छ। कोही मान्छे किन्नु आउँछ नि, अब ढुङ्गाहरू किन्नु आउँछ हो, डाइरेक्ट हामीलाई कम्पनीको भित्र लानु पाउँदैन क्या। अनि त्यसको लागि चाहिँ हामीले स्याम्पल बाटोमा राखेको छौँ, ताकि आओस् यहाँबाट स्याम्पल हेरोस्। जुन चाहिँ ढुङ्गा मनपर्छ त्यो ढुङ्गा लिएर जाओस्। तपाईँलाई म स्याम्पल देखाउँछु पहिले है। ए अस्तिको भिडियो बताएको थिएँ मैले यो होइन। यो ढुङ्गा बताएको थिएँ, अनि यो ढुङ्गा बताएको थिएँ, अनि यो हारको ढुङ्गा बताएको थिएँ, अनि यो ढुङ्गा बताएको थिएँ। कतिवटा भयो? 1 2 3 4। यो पनि गाडीवाला बताएको थियो तपाईँलाई 4, यो 5वटा। ल तपाईँलाई अझ एउटा म स्पेसली भिडियो यो चाहिँ बनाएर पहिले बनाएको थियो हामीले, तर अहिले चाहिँ बनाउनु छोडेको। किनकि यो ढुङ्गा बनाउनु साह्रो पर्छ क्या। यो ढुङ्गा चाहिँ साह्रो ठुलो छ। यो कमसेकम तपाईँको 45 किलो छ एउटा ढुङ्गा। यो हुन्छ 45 केजीको चाहिँ कम्पलसरी 45 केजी छ। किनकि मैले कतिचोटि उठाएर हेरेको त, यो 45 केजीको ढुङ्गा छ। यसमा के हुन्छ भने यहाँबाट यहाँसम्म चाहिँ 8 इन्च हो, यहाँबाटसम्म चाहिँ 1.5 फुटको हो। कमसेकम यो चाहिँ 45 केजी स्योर नै छ यो ढुङ्गा चाहिँ। अरू हेरौँ ल। यो चाहिँ मैले अस्ति भनेको थिएँ 6 इन्चको, यो चाहिँ 1.5 फुटको। तर यसमा चाहिँ गाडी छ। यसमा गाडी यो चाहिँ अलिक महँगो पर्छ। यो ढुङ्गा भन्दाखेरि यो ढुङ्गा अलिक महँगो पर्छ। यो चाहिँ गाडी छ भनेर चाहिँ अलिक महँगो पर्छ। यो पनि सेम हो। यो चाहिँ अस्ति बताएको तपाईँलाई 8को 6को 8 बताएको थिएँ, सरी 8 इन्चको 1 फुट बताएको थिएँ। यो चाहिँ नयाँ ढुङ्गा है। यसलाई चाहिँ के भन्छ 9को 9। यहाँ चाहिँ तामिलबाट भन्छ 9को 9। यहाँबाट 9 इन्च हो, यहाँबाट 9 इन्च हो, तल चाहिँ 8 इन्च हो। अनि यो पनि सेम हो। यो चाहिँ हो तपाईँको 9को 9 को यो चाहिँ 9 इन्च हो, यो चाहिँ 1 हो।
तामिलबाट ओम्बदेको यसलाई भन्छ क्या ओम्बदेको वन्नु होइन यो पनि सेम हो त्यहाँबाट म अझै एउटा ढुङ्गा देखाउँछु ल भित्र छ होला हौ यता त यहाँनिर देखेको होइन यो त खै यति नै होला साइज चाहिँ 1 2 अब म देखाउँ न कतिवटा भयो 1 1 2 3 4 5 6 7 8 9 10 10वटा चाहिँ अहिले हामी सम्पत्ति बनाउँदैछौँ र 2-3वटा स्याम्पल चाहिँ राखेको छौँ भित्र छ त्यो चाहिँ हो यस्तो क्या त्यो हिर्काउँदै राखेको ढुङ्गाहरू छ क्या त्यो हाम्रो गाउँमा पनि एउटा अहिले नयाँ बाटो बनाएको छ अनि त्यो नयाँ बाटोमा यस्तो खाले ढुङ्गा लगाएको छ क्या म यस्तो खाले ढुङ्गा चाहिँ स्याम्पल देखाएको थिएँ मेरो साथीले तर यस्तो खाले हो कि होइन तर यहाँ चाहिँ हामीले चाहिँ वर्षदेखि 2 साल भइसक्यो हामीले बनाएको ढुङ्गा चाहिँ यो ढुङ्गा हो यो यस प्रकारको छ ढुङ्गा चाहिँ यो खाले ढुङ्गा यसको चाहिँ थिकनेस चाहिँ बहुत खतरनाक छ क्या यो छ नि यसको चाहिँ 3 इन्च हो मूल्य 3 इन्च कमसेकम यो कमसेकम तपाईँको 5 केजी वेट छ यो ढुङ्गा चाहिँ एकदम भन्दा पनि तपाईँको खतरनाक ढुङ्गा क्या नफुट्नु यस्तो गर्दा फुट्दैन हो ढुङ्गा चाहिँ खतरनाक हो यस्तो के पक्कामा फ्याँक्दा पनि फुट्दैन यसको चाहिँ बाटोमा हामी चाहिँ बबाल बनिन्छ पेट्रोल पम्पमा तपाईँहरूले घरको अगाडिहरू बनाएको देखेको होला नि त होइन त्यो मुनिहरू बसाउँदैन पेट्रोल पम्पमा हौ त्यस्तो प्रकारको हुन्छ यहाँ अनि भित्रको भिडियो चाहिँ तपाईँलाई म अर्को पालि हालिदिन्छु अहिलेको लागि चाहिँ यति नै हो फिलहाल अहिले पूजा भइरहेको छ हाम्रोतिर पनि पूजा भइरहेको छ सबैले पूजाहरू गरिरहेको हुन्छ आज चाहिँ खासैमा शुक्रबार पनि हो तामिलनाडुमा त होइन तर हाम्रो यहाँ चाहिँ हाम्रो कम्पनीको मालिकले चाहिँ साह्रै भगवान्लाई मान्छ क्या पुरा भगवान्लाई विश्वास गर्छ पैसा त कालो पैसा छाप्छ नि कालो पैसा मालिकले हर शुक्रबारको कुनै यस्तो छैन यहाँ गाडी छ तपाईँहरूलाई म गाडीको भिडियोहरू पठाउँछु त यहाँ गाडी छ कमसेकम तपाईँको 200 150 150 त छ मलाई लाग्छ के यसरी नयाँ कम्पनीमा यसरी काम भइरहेछ हेर्नुहोस् पुरा रड बिछाइरहेको छ अहिले हो अब काम स्टार्ट कहिले मिसिन त बस्यो मिसिन सबै सामान आएको छ खालि मिसिन मात्रै बस्नु हुँदैन अब कति दिन लाग्छ मिसिन बस्नु हो हेर्नु नि यो नयाँ कम्पनी हो यो पुरा बबाल छ नि हो सबै सामानहरू गुजरातबाट आउँछ क्या बाहिरबाट आउँछ खालि यहाँबाट आज चाहिँ हामीले खालि मेसिनमा लगाएर सेट गर्छौँ हो चलाउँछौँ ढुङ्गा चाहिँ खतरनाक बिक्री हुन्छ यहाँ चाहिँ भन्नु छ यो भिडियोको लागि म आज बिहानै छुट्टै आएको छु नि काममा भिडियो बनाएर एडिट गरेर त्यो हाल्छु भनेर हो जेसीको अपलोड भयो पूजा गरौँ लागि क्या गाडी धुएर आएको छ अस्ति मेरो भिडियो हेरेर मलाई पुरा सपोर्ट भन्दै थियो क्या दामी छ भनेर भनिरहेको थियो विजय आना उसको नाम चाहिँ सुपर भिडियो हो र यो चाहिँ विजय आना हो यो यहाँ काम गर्नुहुन्छ अहिले त्यो लोडिङको अनलोडिङको तपाईँलाई देखाएको छु र पछाडि देखाउँछु म लोडिङ अनलोडिङ किनकि मेरो मैले टाइम पनि छैन त्यति साह्रो हो अब काममा फटाफट खाना खाएर फेरि काममा आइहाल्यो म 8 बजी किन अहिले त 7:30 हुँदैछ लोडिङको भिडियोहरू तपाईँलाई देखाउँछु नि गाडीले कसरी लोड गरेर लान्छ होइन कसरी अनलोड गर्छ यसको भिडियो हालिदिन्छु हो अहिले चाहिँ फिलहाल यति नै हो बाई लाइक गर्नुहोस् कमेन्टमा गर्नुहोस् अझै यस्तो भिडियोहरू छ भने तपाईँहरूले बाई